लोटे त हुन्थ्यो साँच्चै बस साँच्चै आफै लोट बादल रुखमा चढ्यो बाँचे मेसिन ल्याउँछ मैले हामीले के गरे हेर्नै फर्दैछ यसले गर्दा हामीले के गरेछ त्यो छाता हामी छुँदा पनि छैन यति टाढोसम्म हामी अहिले खाने बेलातिर अहिले पो पाके रहेछ यस्तो कस्तो पाके रहेछ जाऊ अब घुम्न भिडियोग्राफर दौड्न बसन ओ चन्दन आउनु भाग 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 हाई एभ्रिवान वेलकम टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला यस्तो हामी यस्तो घुम्न जाँदैछौँ ठ्याक्क मौसमले पनि साथ देखाएन यहाँको भिडियो सुट गर्न जाँदैछौँ कि हाम्रा क्युटीहरू धोएर सफा वाहन यो चाहिँ भर्खर अहिले 1 बजी उठ्यो कि खोला जाने भने त पानी हेर अब आयो यही पनि आयो बाइक धोया काम चाहिँ के भयो भने फेरि धोयो हामीले धोएर बाइक नपताएर भगवान्ले फेरि पानी पारिदिनु भने फेरि धोयो बाइकहरू यस्तो मजासँग धोएको थिएँ नि मैले ओहो नि टेन्सन लाग्यो मलाई त अहिले जाऊ अब घुम्न भिडियोग्राफर हाम्रो भिडियोग्राफर दिदी यहाँ चाहिँ खै त हेर्नु त वान लुक प्लिज ओ माई गड मार ढाला छाता एउटा छाता छ एउटा छातामा 3 जना छ 3 जना पनि त्यही पनि हाइट डिफ्रेन्सहरू यो तल छ अहिले त्यही खुट्टा माछा मार्न चेल्छ यहाँ खोइ यता जाने हो हामी चाहिँ फेरि पानी परिरह हामी फेरि खोला जाँदैछौँ कि खोला हेर्नलाई कति खोला भनेर हामी अघि जाने भयो तिमी अघि घाम लाग्यो त्यसले पानी पर्यो त लेट्स गो चन्दन यस्तरी लड्किनु पनि अघि यहाँबाट जाँदा जा ए त गयो त कस्तो मजाले ए त गयो त चन्दन अघि यस्तरी लड्किनु यहाँबाट जाँदा म त यताबाट हिँड्छु नि मन लाउ चन्दनले हजुर दौड्न बसन ओ चन्दन आउनु भाग 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 ओइ मलाई छोडेर कहाँ गयो त के पापीहरू राम्रो हरिया पुरै खाली छैन अहिले त पानीबाट को मान्छे हिँड्छ हामी मात्र हिँड्ला कोही छैन नि गाउँमा त्यो बोली तु त हेर्नु कहाँदेखि रे पसन यो होइन उ त्यो माथिदेखि थियो के बलै बल्छापा छु त्यही हो पहिला यहाँहरूको खेती हो कि यहाँ यस्तो काँक्रा हुन्थ्यो नि पहिला धेरै खाइँदैन आज होला नि त्यहाँ अरूका काँक्रा के पसन जाए छ त पसन मैले मान्छे हेरिदिन्छु चन्दनले बोक्नुहुन्छ अगाडि काँक्रा चोरेर अनि पसलले चोर्छ अनि मैले मान्छे हेर्छु मान्छे आछन् कि नि भनेर ल हुन्छ हुन्छ पसन कस्तो आनन्द आइसितल भएन अस्ति म एक्लै भएर कस्तो झ्याउ लगाइरहेको थियो आज छन् चच्चा बच्चाहरू के मिस्टर यसलाई मैले चाटा ये डर मुझे अच्छा लगा हाम्रो घर चाहिँ उतातिर छ तर कस्तो जङ्गल देखिन्छ होइन कति ठुलो जङ्गल होला जस्तो यतातिर चाहिँ जङ्गलै छ यता त छैन जङ्गल हाम्रो पनि देखिन्न पोसन आधी घन्टा लगाएर खोला हेर्न आयौँ फेरि खोलै आएन टेन्सन भएन त टेन्सन भएन त्यही पकाएर हिँड है यहाँ बाघ हुन्छ अरे मैले सुने त भाइ त एउटा बिरालो देखेर त डराउँछस् के हो फेरि चुप्लाएर घरै नै जाइनहरू मारेर लोटे त हुन्थ्यो आफै लोट उहाँ पारिछ मलाई
हे भगवान ल कालो जिब्रो मोबाइल कहाँ गएर आयो मेरो हात भनेको 30 सेकेन्ड पनि बाँकी यो मान्छे त हेर त मोबाइल पुरै हिलो भयो कि धन्न तल गएन छ्या मेरो हात यस्तो क्यामेरा के भयो यहाँ बस्नु उता त जाइन खसाइन्छ यहीँबाट खस त पनि खस खस मोबाइल खयो बसेर पनि देख्थेँ उठेर पनि देख्थेँ त्यहाँ तल खसेर मोबाइल हात अहिले त हिलो गयो यस्तो खुट्टा त ए भरे मोबाइल धन्न भेट्यो मोबाइल खसेको हुन्छ हाँस्छ त मोबाइल खै गरिरहेको छ भया अहिले के मैले यो हातले भिडियो बनाएर थिएँ नि त अनि म चिप्लेँ होइन यो हात टेकेँ मैले यो हात टेकेँ यो हात टेकेँ अनि हातमा मोबाइल छैन त अनि मोबाइल खयो खोला हेर्न यही खोला हेर्न आएको अनि धन्न मोबाइल गएन ठ्याक्क यो खोलाभन्दा यतातिर चाहिँ बस्ती छ होइन यतातिर पनि बस्ती छ नि तर यतातिर जङ्गल छ यतातिर जङ्गल छ नि जङ्गलभन्दा उता चाहिँ बसाइ छ चखौराको जङ्गल हो चखौरा के भन्छन् रे माथि थारू सङ्ग्रहालयको तलतिर हो यो तलतिरको जङ्गल हो उता बच्चाहरू पानी खेल्दैछन् पोषण चन्दाइले पकड चन्दाइले बसा पानीमा हामीलाई त पहिला यहाँ आउँथ्यो नि माछा मार्न त्यो ल्याएर आउँथ्यो के भन्छन् रे गन्यौला नै कि त्यो के गरे किराको रुख काटेर पहिला ठुलो हुन्थ्यो क्या कति गहिरो हुन्थ्यो यता पनि आजकल पनि कति कति हुन्छ होला अनि त्यति बेला किराको रुख काटेर त्यो डुब्दैन थियो नि त त्यसमा त्यो ल्याएर स्विमिङ गर्न आउँथ्यो यहाँ त्यो नि माछा मार्नु पनि आउँथ्यो म नै दादा माछा मार्नु पनि आउँथ्यो त्यो बल्छीमा गन्यौला बुनेर यति धेरै माछा लाग्थ्यो अनि मैले के भनेको नि यिनीहरू हाँसेछन् अब यो दादाले मात्रै बुझ्छ कि अरूले बुझ्दैनन् हामीले चिन्ने मान्छेले मात्रै बुझ्छन् कि गन्यौला भनेपछि अब चाहिँ खोला हेरेर पनि भयो अब जाम अब बादल रुखमा चढ्यो नै म त होइन नि त तिमी चरा बादल अनि सानैबाट चढिरह नि त चिप्ले लाग्छ है चिप्लो होला पानी परेर तर यो होइन दुईवटा रुख हो नि यतातिर एउटा यतातिर एउटा एउटा मिठो चाहिँ एउटा मिठो छैन फेरि भयो भयो बस्नु भयो अब एउटा चाहिँ यहाँ छ भएको न अब टिप्न आयो नि सबै अचारै बनाउनुहोस् तैँले नभयो के बस्छ नि ठिक्क भयो झरेनन् कुचिङ भयो दुईटा बादल यहाँ बसेर खाना चाहिँ बादलले आँदै पुग्यो खेर बादललाई एउटा बाँदरले यति झार्यो अर्को बाँदर पनि लट्ठी पकडेर अर्को बाँदर पनि टुसुक्क पुरै झारेर काट्यो बाँच्ने मेसिन ल्याउँछ मैले हामीले के गरे हेर्नै फर्दैछ यसले गर्दा हामीले के गरेछौँ त्यो छातालाई हामी छुँदा पनि छैन यति टाढोसम्म हामी अहिले खाने बेलातिर अहिले पो अहिले त्यो छाता भाँच्चिनु मात्रै त्यो ढाड ओइ पसन भाँचिन्छ नाइ दिनमा भाँच्ची के हुन्न के ओइ ड्याडीले भर्खर ल्याएर मार खान्छ पसन जाम के हिँड छिटो जाम के छिटो चल हामी अब टिप्ने मिसन पनि पुरा भयो खोलामा जाने मिसन पनि पुरा भयो मेरो मोबाइल अब जान्छौँ घर होला तेरो मोबाइल अदरसँग त अब चाहिँ हामी जान्छौँ घर नुक्सान पिसेर खान्छ पनि मेरो भाइ यताहरू त यता हेर्न एउटाले यस्तो लग्दैछ छातामा आँप राखेर आँप राख्ने ठाउँ नभएर यो चाहिँ हाम्रो घर सो ब्युटिफुल वाउ उको
डिग्नो तर म चाहिँ खतरा गरेर डेन्जर गरेर लोटेमै म चाहिँ अनि लोटो बस्यो अलिक पुग्दैन म तल गए के गर्दा त्यहाँदेखि मोबाइल ग्याससँग तल गएँ म ठ्याक्क हात टेकेँ कि यतातिर होइन कि अब यो मोबाइल पकडेको हात यसरी टेक्ने भयो खै कसरी टेकेको त्यो पनि थाहा पाएन कि ठ्याक्क ढिकमै थिएँ यतातिर खाल्टो थियो मोबाइलै छैन त नि हातमा मोबाइल खै हाँसिरहेको निनीहरू फेरि मैले मोबाइल खै भनेको छु हाँस्या खाने फेरि हाँसकुमारहरू पछि आफै गयो फेरि पोसन ल्याउन मोबाइल अब यो अवस्थाले यस्तो कपडाको दशा अब यो अवस्थामा हाम्रो फुफाजूले मलाई घरभित्र जानु दिनुला त पस्नु दिनु न अर्कोचोटि कपडा छैन होइन पुरानो एकदमै त कपडा नि यस्तो कपडाको दशा मलाई नै कस्तो चिसो भयो खाइ दिमाग बिस्टिस पसन्द भयो त्यहाँ घरमा छुट्टी होला कि त्यो दिमाग त्यही प्लास्टिकमा छ कि तेरो दिमागमा छ त्यही छातामा ल्याउने पसन त्यही प्लास्टिकमा छ कि तेरो दिमाग उठा त अजुबाहरू छ नि यहाँ त हाम्रो एक पाके रहेछ यता कस्तो पाके रहेछ आफूले खाइरहेको डिजाइन यो त एउटा यति मात्र पाके काज छ यता त अरू अघि मलाई नबोलायो भनेर रिस्या त्यो डिजाइन नबोलाएर गयो भनेर त थाहा भइदिनुहोस् हामीले हिजै आउने भने तिमी हामी चल फोन गरेर छ ए पनि पागल छ मिठो बारीमा फलेको अलि माथिसम्म पाक्यो तर भाँस लाग्छ कि रुख पानी पर्यो आँखामा हेलो गाइस पोसन ललिपप वेलकम ब्याक टु माई युट्युब च्यानल यो त पाके छैन नि पाके टिप तर ल त्यो पनि खाइदिन्छु खाना पाएपछि खुसी रकीले के गरे खाने नोले म्यानेज नि रकी Hey!